नागरिकहरू चाहिँ सधैँ सचेत हुनुपर्दो रहेछ। यदि नागरिकहरू सचेत नहुने हो भने चाहिँ प्रजातन्त्रमा धेरै विकृतिहरू आउँछ। तपाईँको अहिले नेपालमा पनि हामीले प्रजातन्त्रको अनुभव गरेको धेरै भएको छैन। अरू देशको तुलनामा हामीले विकृतिहरू आएको देखेको छौँ। यो विकृतिहरूलाई चाहिँ हामीले लिएर चाहिँ सचेत नेताहरूलाई, पार्टीका कार्यकर्ताहरूलाई, आम नागरिकलाई, सरकारलाई, हामी सबैलाई सचेत नगराउने हो भने झन विकृतिको खाडलमा हामी झन फस्छौँ। त्यसैले अहिले जुन साथीहरूले गरिराख्नु भएको छ एउटा नेता राजको विरुद्ध भन्नुहुन्छ उहाँहरूले, त्यो त एउटा कस्तो भने हामीले के देख्यो भने चाहिँ राजनीतिक दलहरूमा पनि भित्रै पनि प्रजातान्त्रिक व्यवस्था देखेनौँ हामीले। त्यहाँ एक नेताको हालिमुली देख्यो अथवा केही थोरै नेताको हालिमुली देख्यो। प्रजातन्त्र पटक्कै देखेको छैनौँ। कति ठुला राजनीतिक दलहरूमा, ठुलामा मात्रै पनि, सानामा पनि, पुरानोमा पनि, नयाँमा पनि हो। त्यसकारण चाहिँ यो प्रजातान्त्रिक व्यवस्था चाहिँ राजनीतिक दलमा पनि हुनुपर्छ है भन्ने पनि यो एउटा कुरा हो।